यो चाहिँ मेरो वाहन हो, साथी हो भनौँ, सारथी हो। मेरो साथी र म अब आज ट्याक्क लाएर चाहिँ यसरी टुप्पा ताल पनि पुग्यौँ भनौँ। हजुरहरू चाहिँ राजपुरबाट पश्चिमतर्फ अगाडि पनि भने मैले सरासर आउनुभयो भने राजघाट पुल, भाइरल पुल भनेर पनि चिन्ने गरिन्छ। त्यहाँबाट अझै चाहिँ पुल पारी गरेर सरासर अगाडि आउनुभयो भने हजुरहरू चाहिँ टुप्पा ताल धेरै टाढा छैन, पुग्न सकिन्छ। यो टुप्पा तालको चाहिँ दृश्य हो। हजुरहरूलाई म यो सराउन्डिङ देखाउने छु कस्तो छ। निकै आकर्षक तरिकाले चाहिँ सजाइएको रहेछ। ध्वजाहरू यसरी चाहिँ लगाइएको छ। सानो काठे पुल रहेछ। तलतिर यहाँनिर पनि ताल छ हजुरको, चारैतिर फैलिएको रहेछ। बिचमा चाहिँ यो चाहिँ टापु जस्तो भनौँ रहेछ हजुरको। अगाडि जाउँ। बिचमा भ्यू टावर पनि बनाइएको रहेछ, जहाँबाट चाहिँ मलाई लाग्छ यो तालको वरिपरिको सबै दृश्य राम्रोसँग चाहिँ हेर्न सकिन्छ। यो प्रकृति हो। प्रकृतिमा आएर हामीहरू चाहिँ यसरी रमाइरहेका छौँ भनौँ। अस्तव्यस्त जीवनबाट चाहिँ अलिकति चाहिँ समय मिलाएर यसरी हामी यस्ता चाहिँ प्राकृतिक ठाउँहरूमा आएर रमाउने गर्छौँ। यस्ता ठाउँहरूको संरक्षण गर्नु, सम्वर्धन गर्नु हाम्रो पनि जिम्मेवारी हो। यो तालभित्रको चाहिँ एरिया हो। सानो नानी बाबुहरू, अरू थुप्रै मानिसहरू पनि यहाँ आएर चाहिँ बसिराख्नु भएको छ। टावर बनाइएको छ अगाडि, भ्यू टावर। यदि हजुरहरू पनि यस्तै चाहिँ शान्त ठाउँ खोजिराख्नु भएको छ, माइन्ड पिस चाहँदै हुनुहुन्छ भने टुप्पा ताल आउन सक्नुहुन्छ, रमाउन सक्नुहुन्छ। यहाँ समय व्यतीत गरेर सुन्दर समय चाहिँ अविस्मरणीय बनाउन सक्नुहुन्छ। धन्यवाद।